हामी यो अर्को इन्डस्ट्रियल एरियाहरूको चाहिँ अर्को इन्डस्ट्रियल एरियाको चाहिँ 85 हेर्छौँ है त। दिस इज 85 होइन। अब हामी यतातिर ड्र गर्छौँ 85 भन्दा माथि पर्न पर्यो, 85 भन्दा माथि भित्र पर्न पर्यो, 86 पर्यो, यता यो सबै भित्र परे, यो सबै परे, यो सबै परे, 85 सबै परे, सबै परे, सबै परे अनि 94 सम्म होइन। 85 भने 82 परेन, 86 पनि पर्यो, 93 पनि पर्यो, 88 पनि पर्यो, 90 पनि पर्यो, 87 पनि पर्यो, 87 पनि पर्यो, 88 पनि पर्यो, सबै भित्र परे, सबै भित्र परे, सबै यहाँबाट लाइन तानेको है मैले। यो 82 यिनीहरू परेन, यिनीहरू सबै पर्यो। यहाँनिर चाहिँ यो 94 छुनु पर्दैन है, यो 94 छुनु पर्दैन, यहाँ बाहिरबाट ल्याउने है। यहाँनिर मिस्टेक गरेँ मैले, अर्कोमा ड्र गरौँला। यहाँनिर चाहिँ बाहिरबाट ल्याउने, यसमा 94लाई नछुने है। 84लाई छुँदै आछौँ नि त हामी होइन। यहाँ 94 ल्यायौँ हामी, अब 88लाई पनि भित्र पारौँ, 83 भन्दा माथिबाट जाउँ, 84 भन्दा पनि अझ माथि जाउँ, ठ्याक्क हामी 85मा गऱ्यौँ। कसरी गऱ्यौँ त? 85 को रेन्जमा गयौँ, 86 भन्दा मुनि गयौँ, 88 भन्दा अझ मुनि गयौँ, 90 भन्दा नि मुनि गयौँ, अझ 94 भन्दा मुनि गयौँ। सबै चाहिँ अब हाम्रो यो कुनमा पऱ्यो त, सबै हाम्रो कुनमा पऱ्यो, येल्लो जोनमा पऱ्यो। दुईटैको आयो होइन, दुईटैको येल्लो जोनमा पऱ्यो। रेड जोन, रेड जोन, रेड जोन, येल्लो जोन, येल्लो जोन, येल्लो जोन। अब हामी ब्लू जोनमा जाउँ।